रिपोर्टर जानकारी गराएको केस केस आएर रेजिस्टर गर्यो केस सल्भ भयो कि केसको कन्डिसन कस्तो छ कहाँ पुग्यो भनेर हामीले रिपोर्ट गरेको चाहिँ जानकारी दिएको चाहिँ रिपोर्ट कार्ड यहाँ छ सर जानकारी गराएको निवेदन भएको जानकारी गराउने अब उसलाई 2 दिन सम्म भयो भने 2 दिन भइहाल्यो नभए त्यसलाई नै फेरि अर्कोपल्ट त्यसो हुन्छ सर अब जस्तो उहाँको चाहिँ बयान थपिन्छ नि सर त्यसपछि के कार्य भयो अनि त्यसो जस्तै निवेदनदाता भइसकेको छ तपाईँको बालक त भइरहेको छ अनि त्यसपछि सर बालक फेला पनि बुझाएको त्यसपछि यो कुरो हुन्छ यहाँ छ सर हजुर लेभलमा पठाउनु चाहिँ यहाँ छ सर अपडेट गराइराख्नुपर्छ यो अपडेटको टाइम के हो त नागरिकलाई त्यो धेरै जस्तो चाहिँ हाम्रो मेरो केस फाइल गरी मेरो सुन्दै सुन्दैन भन्ने गरेर मन्त्रालयमा विषय आउँछ क्या हाम्रो सो कतिको टाइम इन्टरभलमा सो अनुसन्धान भइरहेको समय त लाग्छ कहिले म्याथ हुन्छ नि सर जुन हो त्यो म्याथ भने बित्तिकै तपाईँको कार्यहरू के भयो सर त्यो म्याथको मात्र कुरा गर्नु जेनरल प्रब्लम हुन्छ सर त्यो थाहा हुन्छ थाहा हुन्छ सर त्यसरी मन्त्रालयमा घन्टादेखि कोही पनि आउँदैन नि त होइन त्यसो त हामीलाई थाहा भएन भने हामीलाई हाम्रो मुद्दा दायर गऱ्यौँ हजुर तर पुलिसबाट रेस्पोन्स मन्त्रालयमा आउँदैन सबैले रेस्पोन्स उहाँलाई नम्बर पनि दिन्छौँ काहीँ कुनै गुनासो रह्यो भने प्लिज हामीलाई कन्ट्याक्ट गर्नुहोस् टाइम इन्टरभल राख्नु पर्ने सो इन्भेस्टिगेसनको लागि टाइम लाग्यो मेरो 2 विक्स जति लाग्यो इन्भेस्टिगेसनको लागि मान्छे टाइम लाग्यो होइन उसलाई हाम्रो प्रहरीको गतिविधि के गरिरहेको छौँ भनेर हामीले जानकारी त गराउनु पऱ्यो नि नत्र मेरो मुद्दै सुनेन भनेर भनिदिन्छ होइन नागरिकले त्यही भएर टाइम इन्टरभल 2 डेज 3 डेज 4 डेज कतिमा गर्ने त कतिमा उहाँहरूलाई इन्फर्म गर्ने त्यो पनि चाहियो ताकि उहाँहरूलाई चाहिँ इन्फर्म भइरहेको छ मेरो मुद्दा चाहिँ चलिरहेको छ प्रहरीले काम गरिरहेछ हुन्छ मैले 2 दिनमा त्यो पनि कहाँ छ के भएर चाहिँ यहाँ तपाईँले पेस गर्नुभएको निवेदन दर्ता भइरहेको छ काम कारवाही गरिरहेको कुनै क्षेत्रको लागि उपस्थित हुन जानकारी गराइन्छ त्यसपछि फेरि सरको मिटिङलाई यदि 2 करोड 30 गरी छात्रको लागि पनि उपस्थित हुने जानकारी गराएको त्यसपछि फेरि जानकारी गराउँछ फोन गर्नु न त एकचोटि केस के हो विषय के छलफल मात्रै हो अरू हेर्नु त्यो छलफल बाहेक अरू गम्भीर मुद्दाहरू त्यो एउटा मुद्दाको काम एकछिन अलि शान्त बस्दिनु पत्रकारको हुनु चाहिँ पत्रकारको तपाईँबाट नगर्नु तपाईँबाट गर्नु चाहिँ त्यो नम्बरमा हाम्रो फेरि प्रहरीको नम्बर ठ्याक्क थाहा पाउँछ कि ल नम्बर फोन गर्नु नभन्नु अनि मिडियामा सुनिरहेको कति त म नम्बर टाइप गर्नु